वेलकम टु माई मिनी ब्लग। आजको मिनी ब्लग स्पेसल चाहिँ नानीहरूको छुट्टी भएकोले हामी चाहिँ गाउँमै लाग्दै गरेको पञ्चकन्या जलदेवी मन्दिरमा अहिले चाहिँ पुराण लाग्दैछ। यो चाहिँ बोरा गाउँ अवस्थित बोराटोलमा चाहिँ अहिले मन्दिरमा पुराण लागिरहेछ। हाम्रो चाहिँ नानीहरूको बिदा भएर हामी चाहिँ मम्मी र म भएर नानीहरूलाई बिदाको बेलामा पुराणमा लिएर जाँदैछौँ। हामी चाहिँ सुरुमा त्यहाँनिर पुराणको लागि थोरै सामान किनेर सिटीमा चढेर गयौँ। त्यस पछाडि मम्मीले थोरै पैसा लेखाइदिनु भएको थियो। पैसाले लेखाइदिए बापत यहाँ चाहिँ सम्मान कार्यक्रम हुँदो रहेछ। मम्मीलाई सम्मान कार्यक्रममा सम्मान गर्नुभयो। त्यस पछाडि पुराण सकेपछि मध्यान्तरमा खाजाको वितरण भयो। खाजा हाम्रो नानीहरूले चाहिँ मस्तले खाँदैछन्, प्रसाद ग्रहण गर्दैछन्। त्यस पछाडि आरती भयो। आरतीमा हामी पनि सामेल भयौँ। सबैजनाले पूजाहरू गर्नुहुँदो रहेछ। गाउँका सबैजना उपस्थिति हुनुभएको थियो। यहाँ चाहिँ सीताराम गुरुद्वारा कथा प्रवचन गर्दै हुनुहुन्थ्यो। त्यस पछाडि नानीहरू खेल्न थाले बाहिर। एकदमै रमणीय वातावरण छ त्यहाँनिर चाहिँ। सबैजना गएर कथा सुन्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अब हाम्रो कीर्तनसम्म सिंहदेवी कीर्तनसम्मको आन्टीहरू सबै जानुभएको थियो। सम्मको सदस्यहरू जानुभएको थियो। उहाँहरूसँग हामी चाहिँ गफ गर्दै पुराणको कथा सुनेर फर्क्यौँ। आजलाई यति नै। हस् त, थ्याङ्क यू।